आउन चाहिँ हुन्छ आउनुहोस् आजको हामी आराधना समितिलाई सुरु गर्नेछौँ हामी पुरुष नम्बर 27 लाई गाउँदै हामी आराधना समितिलाई सुरु गर्नेछौँ जीवित अनि स्वर्गमा विराजमान हुने महान प्रभु हामी तपाईलाई धेरै धेरै धन्यवाद दिउँछौँ अनि आज प्रभु हामी 2026 को प्रभु आज हामी पहिलो हप्ता हो तपाईको आराधना गर्ने सेवाको बेला भएको छ हामी सबैलाई तपाईले लिनुभएको कतिजना आज आउन सक्नु भएको छैन कतिजना आउँदै हुनुहुन्छ प्रभु तपाईले सुरक्षा साथ तपाईले लिएर आउनुहुन्छ अनि प्रभु हामी प्रार्थना गर्दछौँ जसले आज सञ्चालन गर्नुहुन्छ जसले क्वायरलाई लिड गर्नुहुन्छ तपाईको पवित्र आत्मा प्रमाणमा तपाईले जसले प्रभु आज हाम्रो निम्ति वचन लिएर आउनुहुन्छ प्रभु उहाँलाई पवित्र आत्माद्वारा जोडिनलाई तपाईले सहायता गर्नुहोस् प्रभु आज हामीलाई के कुराको खाँचो
जानुभन्दा अगाडि हामी भजन सङ्घमा 150लाई पाठ गर्नेछौँ। उठ्न सक्ने सबैजना उठिदिनु होला अनि बिरामी हुनुहुन्छ भने चाहिँ बसेर पनि स्तुति प्रशंसा गर्न सक्नुहुनेछ। हुन्छ, भजन सङ्ग्रह 150मा 1 देखि 6 सम्म 1, 2, 3 भन्नेछौँ। हामी सबैजना एकैसाथ पढ्नेछौँ है त। भजन सङ्ग्रह 150लाई म 1, 2, 3 भन्नेछु। हामी सबैजना एकैसाथमा स्वरमा मिलाएर पढ्नेछौँ। 1, 2, 3 हालेलुया परमप्रभुलाई उहाँको पवित्रतामा प्रशंसा गर, उहाँको महिमा प्रशंसा गर। अब म स्तुति प्रशंसाको भाग चाहिँ म क्वायर टिमलाई दिन चाहन्छु। सबैलाई जय मसीह। ल ह्याप्पी न्यू इयर है सबैजनालाई। इन्टरनेसनल ह्याप्पी न्यू इयर हजुरहरू सबैजनालाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। सबैजना खुसी हुनुहुन्छ है, आनन्दित हुनुहुन्छ है। हो, हामी खुसी हुनुपर्छ। परमेश्वरले तपाईँ र मलाई सुन्दर दिन दिनुभयो। परमेश्वरको आराधना गर्नलाई परमेश्वरले तपाईँ र मलाई यहाँ भेला गर्नुभएको छ। हामी दुखित भएर होइन, परमेश्वरलाई हामी आनन्दित भएर हामी के गर्नुपर्छ, परमेश्वरलाई महिमा प्रशंसा हामीले चढाउनुपर्छ। हामीबाट परमेश्वरले केही पनि खोज्दैन, केवल धन्यवादका शब्दहरू उहाँलाई उचालेको, उहाँसँग प्रशंसा गरेको उहाँ मन पराउनुहुन्छ। आउनुहोस्, हामीलाई यहाँ भनेको छ भजन सङ्ग्रह 150को 6ले हामीलाई भनेको छ, सास हुने हरेक प्राणीले परमेश्वरको प्रशंसा गरोस्, हालेलुया भनेर भनिएको छ। हेर्नुहोस् है, आज हामी सास हुने व्यक्ति अनि सर्वोत्कृष्ट प्राणी हामी मानव जातिले चाहिँ परमेश्वरको के गर्नुपर्छ, परमेश्वरको महिमा गर्नुपर्छ। आउनुहोस्, हामी 131, 134 नम्बरको कोरसहरू गाएर परमेश्वरलाई हामी उचाल्नेछौँ। सूर्योदयदेखि हालेलुया सूर्यास्तसम्म प्रभुको प्रशंसा हुनुपर्छ। सूर्योदयदेखि हालेलुया सूर्यास्तसम्म प्रभुको प्रशंसा हुनुपर्छ। प्रशंसा गर
मात्र छ ती मलमहरू लगाउने शक्ति परमेश्वरसँग मात्र छ परमेश्वरको वचन र प्रार्थनाले तपाईं र मलाई मलमहरू लगाउँदछ जसै तिम्रो आराधना गर्छु तिम्रो महिमित मुहारलाई हेर्छु जसै तिम्रो आराधना गर्छु तिम्रो महिमित मुहारलाई हेर्छु स्थितिभित्र जब बस्छु तिम्रो प्रेमको अनुभव गर्छु लागेका चोट र हृदयको निको हुन्छ आत्मा र शरीरका सब रोग निको हुन्छ आत्मा र शरीरका सब रोग निको हुन्छ जसै तिम्रो आराधना गर्छु तिम्रो महिमित मुहारलाई हेर्छु जसै तिम्रो आराधना गर्छु तिम्रो महिमित मुहारलाई हेर्छु तिम्रो उपस्थितिभित्र जब बस्छु तिम्रो प्रेमको अनुभव गर्छु लागेका चोट
मानिसलाई आफ्नै स्वरूपमा बनाउनु भयो। तपाईँले बनाएका कुराहरू थुप्रै थिए, तर तपाईँले मानिसलाई मात्र छान्नु भयो। तपाईँको आराधनामा तपाईँको प्रशंसा गर्नु। तपाईँले जब आदमलाई आदमको बगैँचामा तपाईँ राख्नुभयो, तपाईँले एक्लै छोडेता पनि तपाईँले भन्नुभयो, तेरो कोही नहुँदा म हुनेछु। तँलाई कसैले नसुन्दा मैले सुन्नेछु, अनि तँलाई कसैले नदेख्दा मैले देख्नेछु। प्रभु, आज तपाईँले हाम्रो कोही नहुँदा हाम्रो साथमा तपाईँ हुनुहुन्छ। हामीलाई कसैले नसुन्दा तपाईँले सुन्नुहुनेछ, अनि कसैले नदेख्दा तपाईँले हेर्नुहुनेछ। प्रभु, हामी हजुरलाई धन्यवाद दिन्छौँ। यो सुन्दर बिहान तपाईँलाई केही दिन सक्दैन, तर प्रभु तपाईँलाई हाम्रा हृदयका अन्तस्करणबाट स्तुति प्रशंसा चढाउँदछौँ। प्रभु, तपाईँ स्वीकार गर्नुहोस्।